एक दिन दुई दिन भन्दै जाँदा आज 18-19 दिन भइसकेको छ यो विषम परिस्थिति सुरु भएको पनि। अहिलेको अवस्था अब झन्झन अब तरकारीको भाउ बढेर कहाँ पुगिसक्यो, तेबर चौबर भइसक्यो। अब बस्ने कि जाने कि के गर्ने, अब यो एकदमै गम्भीर अवस्थामा पुगिसक्यौँ होइन। अब न त दुबई सरकारले कुनै भिडियोहरू पब्लिस गर्न दिइरहेको छ, न त मजाले खुलेर यहाँको बारेमा यो भन्न पाइरहेको छ होइन। हामी त एकदमै अब यो चपेटामा छौँ। अब म चाहिँ यसमा के सजेसन दिन्छु हजुरहरूलाई भने जति पनि काम छोडेर कम्पनीहरू बन्द भएर होइन अब यस्तो सिनहरू छ, घरमै बसिरहनु भएको छ भने उहाँहरू चाहिँ सक्दो टिकट महँगो भए पनि फ्लाइटहरू आबुधाबीतिरबाट पनि खुलिरहेछ होइन, शारजाहरूतिरबाट पनि खुलिरहेछ। बिस्तारै घर गएर रेस्ट गर्नु सक्नुहुन्छ केही समय, जबसम्म ठिक हुँदैन होइन। अब हामीहरू चाहिँ अब एकदमै त्यो बाँधिएको छौँ क्या, अड्किएको छौँ भनौँ न। अब केही कुराहरू बिजनेस व्यापारमा इन्भेस्टमेन्ट छ होइन, हामीले छोडेर जाँदा चाहिँ हाम्रो भन्दा पछाडि जोडिएका होइन सयौँ व्यक्तिहरू चाहिँ उहाँहरूले पनि जब जाने अथवा त्यो कम्पनीहरू चाहिँ क्लोज गर्नुपर्ने अवस्था हुनसक्छ। त्यो भएको कारणले हामी चाहिँ अन्तिमसम्म हामी यो हेर्नुपर्ने हुन्छ होइन। अहिलेसम्म अब हेर्दा चाहिँ अब ठिकै देखिन्छ, नर्मलै देखिरहेछ होइन। अब यो के अरे सुरक्षा पनि ठिकै छ। अब जे भयो नि पड्कि त रहेछ होइन, चलि त रहेछ, हानि नि रहेछ उताबाट भने भोलि के हुन्छ थाहा छैन। एक हिसाबले त्यस्तो राम्रो सेफ जोनमा त छैनौँ हामी होइन, छँदै नै छैनौँ। अब जो सक्नुहुन्छ बिस्तारै आफ्नो बोरी बिस्तारा कसेर केही समयलाई लाग्नुभयो हुन्छ भन्छु म चाहिँ। अब हामी पनि बिस्तारै हेरेर अलिकति कन्डिसन अलिक धेरै नै वर्स्ट हुने भयो भने लाग्ने हो, केही कुराहरू सेक्रिफाइड गरेर छोडेर हिँडेर होइन। अब त्यही नै छ। अब यही कुराहरू गुनासो पोखौँ र मनमा लागेको कुराहरू भनौँ भनेरै यो भिडियो हजुरहरूसँग बनाइरहेको छु। अब हजुरहरूलाई के लाग्छ, कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, के जिज्ञासा छ कमेन्टमा आएर एउटा कमेन्ट लेखिदिनुहोस् है। धन्यवाद।